हेलो गुड मर्निङ एभ्रिवान। आज म प्याज टमाटर साग धनियाँ यहाँ काटेको छु। पत्ताकोपी यहाँ बसालेको छु मैले। यहाँ चाहिँ बसालेको छु कराई। उसको बाद तेल लगाएको छु। पत्ताकोपी आज चाहिँ आटाको थोपा बनाउन जाँदैछु। यसमा चाहिँ लगाएँ पत्ताकोपी। यसमा राख्छ राखेको साग पनि लगाइदिएको छु। यहाँ चाहिँ मैले आटाको थोपा रेडी गरी राखेको छु। मैले चाहिँ यसमा नमक पनि लगाइदिएको छु। मैले टमाटर पनि लगाइदिएँ। नानीहरूले चाहिँ आटाको चाउमिन नै खाने अरे। र आज पिरो जाडोमा पिरो खानु मन लागेर चाहिँ मैले बनाएको छु। टेस्टिङ पाउडर पनि लगाइदियो, धनियाँ पनि लगाइदियो। हेलो गाइस, आज चाहिँ आटाको थोपा रेडी भइसकेको छ पाकेर। खाम खालको भएछ। र तपाईँहरूले खानुभयो कि भएन, आज चाहिँ हाम्रो थोपा पाकेर रेडी भइसकेको छ।